जहाँ मन प्रफुल्ल हुन्छ त्यही स्वर्ग हो, जहाँ माया छ त्यही स्वर्ग हो, जहाँ दुःख सुख बिसाउने ठाउँ पाउँछन् त्यही स्वर्ग हो। अमेरिका आएपछि थाहा पाइँदो रहेछ स्वर्ग त जहाँबाट आयो त्यही रहेछ। सबैले भन्ने गर्छन् अमेरिका त स्वर्ग हो, साँच्चै भन्नुपर्दा स्वर्ग नै रहेछ जस्तो। कृत्रिम स्वर्ग, झिलिमिली र ठुला ठुला महलहरूको स्वर्ग। प्राकृतिक सुन्दरता भने खोज्नुपर्ने, तर अमेरिकाले आफ्नो ठाउँलाई कृत्रिम तरिकाले भए पनि स्वर्ग बनाइदिएको छ। हरेक किसिमले विकास गरेको छ, बाटो घाटो, बत्ती पानी र सुविधाका साथै नियम कानुन। यति भएपछि मानिस अर्थात् जनतालाई के चाहियो र? यही कुरा हाम्रो देशका नेता, राजनेता र जनताले चाहेमा किन हुन सक्दैन? हाम्रो देश पनि अझै महास्वर्ग। हाम्रो देश प्राकृतिक सुन्दरताले भरिएको छ, त्यसै स्वर्ग छ। त्यति मात्र चाहिन्छ। स्वर्ग हेर्न जाने बाटो, तिर्खा लाग्दा पानी, अँध्यारोका लागि बत्ती, अनुशासनका लागि कानुन भएपछि हामी स्वर्ग खोज्न कतै जानै पर्दैन, होइन र? त्यसै किसिममा अमेरिका आएपछि ठुला ठुला सहरमा घुम्नै पर्छ भन्ने गर्छन् र अमेरिका आएको के सार भयो र भन्छन्। त्यसैले म पनि अमेरिका आएको धेरै वर्षपछि लस भेगास भन्ने ठाउँमा घुम्न आइयो। यो ठाउँ लस भेगासको कन्फरेन्स सेन्टर हो, जहाँ ठुलो ठुलो एक्जिबिसन प्रोग्रामहरू हुने गर्दछ। यो अमेरिकाको ठुलो कन्फरेन्स सेन्टर हो। यही घुम्ने क्रममा म पनि यही एक्जिबिसनको लागि आएको थिएँ। यहाँ विश्वका ठुला ठुला कम्पनीहरूले आफ्ना प्रोडक्सनहरू एक्जिबिसन गरेका थिए। विश्व धेरै अगाडि पुगेका छन् र विश्वका आधुनिक सामग्रीले अघि बढेका छन्। पहिला पहिला लिथोग्राफी, प्रेस, अफसेट भन्ने कुरो आउँथ्यो, अहिले डिजिटलमा परिणत भएको छ। यहाँ विश्वका विभिन्न देशबाट आफूले उत्पादन गरेका आधुनिक मेसिनहरूको एक्जिबिसन गरेको थियो, प्रदर्शन गरेका थिए। अहिले स्क्रिन प्रिन्टको जमाना आएको छ। पहिला अफसेटमा 4 कलर छापिन्थ्यो भने अब स्क्रिन प्रिन्टमा 10 कलरसम्म छाप्ने मेसिन बनाइसकेका छन्। यहाँ यस्ता मेसिनहरू यस्तो बनिसकेका छन् कि अब धारिलो फलामका हतियारले कुनै पनि कागज, फलाम, प्लास्टिक, सिसा, कागजहरू काट्नु पर्ने अवस्था छैन। अहिले आधुनिक वैज्ञानिक किसिमले लेजरबाट काटिन्छ। जस्तै यो प्लास्टिकका सिसा प्रिन्ट गरिन्छ र लेजरबाट काटिन्छ। जस्तो आकारको चाहियो त्यस्तै अटोमेटिक। जस्तै यो मेसिन पनि अटोमेटिकली काट्दछन् र बाहिर आफ्नो ठाउँमा निकालिदिन्छन्। यी ठुला ठुला प्रिन्टरहरू, पोस्टरहरू, होर्डिङ बोर्ड, कुनै पनि किसिमका छाप्नुपर्ने स्थिति आएमा ठुला ठुला पर्दाहरूमा छाप्नु परे पनि अहिले यसै मेसिनबाट छाप्ने गरिन्छ। यो मेसिन यहाँ एक्जिबिसन गर्नेहरूको मेसिन $600 देखि $2 लाख पर्नेसम्म मेसिनहरू राखिएका थिए। यस्ता मेसिन, यस्ता एक्जिबिसन हेर्न आउने पर्यटकहरू निकै थिए र सबैले चासो लिएर हेरिरहेका थिए। म पनि यसै क्रममा स्क्रिन प्रिन्ट सम्बन्धी र सब्लिमेसन जस्तै कि
मगमा, प्लेटमा, किचेन आधुनिक तरिकाले कसरी छापिन्छ र कति सस्तो पर्छ भन्ने बुझ्न म आएको थिएँ र त्यस सम्बन्धी केही ट्रेनिङ पनि लिएको थिएँ यहाँ। अहिले यो स्क्रिन प्रिन्ट मानिसले छाप्नु पर्दैन, अटोमेटिक इलेक्ट्रोनिक्स एयरबाट छाप्ने आइसकेका छन्। जापानहरूले पनि राम्रो मेसिनहरू ल्याएका थिए। यो फोल्डिङ गर्ने टी सर्ट मानिसलाई चाहिँदैन एकजना भए पुग्ने प्याक गर्यो, प्लास्टिकमा राख्यो। यो छाप्ने टी सर्ट छाप्ने मेसिन प्रिन्टर अहिले स्क्रिन प्रिन्ट हातले गर्नु पर्दैन, जस्तो हामीले कागजमा छाप्छौँ त्यसरी नै टी सर्टमा छापिएर आउँछ। त्यो मेसिनलाई $1,80,000 भन्थ्यो। यो प्रिन्टर ठुला होर्डिङ बोर्डहरू छापिन्छ। यसरी विभिन्न देशबाट मानिसहरू आफ्ना मेसिन र सामग्रीहरू लिएर आएर प्रदर्शन गरेका थिए। यो चाइनाबाट आएका मगहरू, यो मगमा यो पानी टम्ब्लरमा कसरी छापिन्छ भन्ने देखाइएको थियो। यो भिडियो यसै कारण राखिएको छ कि यदि कसैले कोही नेपाली दाजुभाइ दिदीबहिनीले हेर्नु भएमा केही कुरा बुझ्न सकिन्छ भनेर राखिएको छ र आफू घुम्न आएको उपलब्धि कसैलाई हुन्छ भन्ने पनि राखिएको छ। यो प्रिन्टर 1,20,000 को यति लामो छ कि यो छापिन्छ, उता गएर लेजर कट हुन्छ र तल गएर प्याकिङ हुन्छ। र हामीले सोचेका छौँ यो बक्सहरूमा पनि ठुला बक्सहरूमा अटोमेटिक छापिन्छ र काटिन्छ। यो स्क्रिन प्रिन्ट ठुला छापिन्छ र कपडा मेसिनले तान्छ, फोल्ड हुन्छ। यो रेलगाडी लस भेगासको तपाईले जहाँ जानुहुन्छ त्यहाँ पुर्याइदिन्छ। लस भेगास, यो ठाउँलाई लस भेगास स्ट्रिट पनि भनिन्छ र स्ट्रिप मात्रै भने पनि पुग्दछ। बत्तीको सहर, यहाँ दिउँसो भन्दा राति रमाइलो हुन्छ। बत्ती नै बत्तीको झिलिमिली, यही हो लस भेगास। यो ठाउँ मरुभूमि थियो र विकासको क्रममा यो देशले धेरै अगाडि बढाएको छ। जहाँ पानी थिएन, रुखहरू छैनन्, बालुवा पहाड भएको ठाउँ, ठुला महल राखेर पानीको व्यवस्था गरेर बाटोघाटो बनाइदिएर अहिले यहाँ पानी, बाटो सबै कुरो सम्पन्न सुविधा बनाइदिएको छ। र विश्वमा लस भेगास भनेपछि प्रसिद्ध छ, प्रख्यात छ। म पनि यसरी साँझ घुम्न हिँडे। यहाँ ग्याम्बलिङ हुन्छ, क्यासिनो, पैसा हुनेहरूका लागि रमाइलो गर्ने ठाउँ। कि हामीले पनि हाम्रो देशमा जसरी नेताहरूले अर्थात् देश चलाउने राजनेताहरूले यसरी सोचिदिए कि यो जस्तो योभन्दा राम्रो नहोला र अवश्य पनि राम्रो हुन्छ। यही घुम्ने क्रममा यहाँको यो भिडियो राम्रो नभए पनि यो आफ्नो सानो आइफोनबाट खिचेको हो र अवश्य पनि त्यति राम्रो हुने छैन। यो ठाउँलाई तपाईको न्युयोर्कको सिटी पनि बनाइदिएको छ र इफेल टावर पनि बनाइदिएको छ। यहाँ लिबर्टी टावर पनि छ। यो न्युयोर्कको फुल
सानो एउटै बिल्डिङ हो तर यसलाई न्युयोर्क सिटी जस्तो झल्काउने बनाइदिएको छ। लिबर्टी टावर यहाँ पर्यटकहरू साँझ धेरै हुन्छन्, हेर्नेहरूको र खेल्नेहरूको। मानिसलाई पैसाले मात्रै सम्पन्न हुँदैन, उनलाई खुसी पनि चाहिन्छ, रमाइलो पनि चाहिन्छ। बुद्धि भए देश चलाउनेहरूले देशलाई कसरी चाहिँ आफ्नो देशको लागि आम्दानीको स्रोत कसरी बनाउन सकिन्छ भन्ने कुरो यो हेरेर पनि हामीले सिक्नुपर्छ, बुझ्नुपर्छ। र जति पनि हाम्रा देशबाट घुम्न आउनेहरू, देश चलाउनेहरू आउँछन्, जान्छन्, हेर्छन्, हेरेपछि यस्तै गर्नुपर्छ भन्ने फर्किन्छन्। तर देशमा पुगेपछि कसरी गर्ने भन्ने कुरो उनीहरूले बिर्सिसकेको हुन्छ। यो सानो भिडियो क्लिप हो र घुम्न आएको मौका पारेर खिचेको छ। यो न्युयोर्क सिटी यसरी बनाइदिएको छ, हेर्नुहोस्, झिलिमिली बत्ती। जस्तै न्युयोर्कको टाइम स्क्वायर जस्तै भान आउँछ, तर टाइम स्क्वायरमा जतिको बत्तीहरूको यो लाइटहरूको कमै छ, न्युयोर्क सिटीमा धेरै जस्तो टिभी स्क्रिनहरू, एलसिडीहरू राखेको छ। यहाँ अलिक कम देखेँ मैले, तर पनि रमाइलो। सर्कसहरूको, जादुहरूको, पानीको फोहरा सबै कुरो हेर्ने लायकको छन्। मान्छेहरू त्यसै सिलसिलामा केही न केही काम लिएर यहाँ आउँछन् र रमाइलो गरी खेल खेल्छन् र फर्किन्छन्। यस्तो सहरमा अमेरिका आएपछि हामीलाई लाग्छ यस्तो सहरहरूमा घुम्नै पर्छ, तर हामीलाई घुम्नलाई पैसाले पर्याप्त हुँदैन। त 1-2 वर्ष काम गरेपछि घुम्नु नै पर्छ, रमाइलो गर्नु पनि पर्छ। खालि यो साँझको रमझम मात्रै हो। अर्को पटक फेरि भेटौँला।